हाई गाइज, यो चाहिँ अङ्गुर खेती हो। यसरी चाहिँ अहिले पातहरू यसरी झार्ने काम भइरहेको छ। यसरी पातहरू झार्नुपर्छ, घाममा देखाउनुपर्छ अङ्गुरलाई, अनि हावा छिर्छ। नत्र भने यो हावा छिरेन भनेदेखि चाहिँ यहाँ अङ्गुर भित्रभित्र ढुसी पर्ने र कालो हुने हुँदो रहेछ। त्यही भएर यो पात चाहिँ फाल्नुपर्छ। अहिले हाम्रो सबै कामहरू चाहिँ पात फाल्ने काम भइरहेको छ। यसरी पात फालेर यो चाहिँ उज्यालो बनाउनु पर्ने हुन्छ र त्यो छ। अङ्गुरले यसरी फल्दिएको छ। ल हेर्नु होला, यति धेरै फलेका छन् अङ्गुर। यसरी पात फाल्नुपर्छ। पात फाले पछाडि यसले राम्रोसँग घाम देख्छ। घाम देखे पछाडि फल अलि बढ्छ, छिटो पाक्छ। त्यो हो। अन्त हेर्नुहोस्, अङ्गुरको जुप्पा यो झन्डै यो एउटै नै 1 केजीको होला जस्तो छ। पछि यो पाके पछाडि चाहिँ यो कालो अङ्गुर हो र यो अङ्गुरको भित्र चाहिँ दाना हुन्छ। खाने अङ्गुरको चाहिँ हुँदैन, यिनीहरूको चाहिँ प्रत्येक दाना हुन्छ। यो चाहिँ वाइन बनाउने अङ्गुर हो। सेतो अङ्गुर र कालो अङ्गुर अनि रातो अङ्गुर, 3 खालको अङ्गुरहरू छ यहाँ। अङ्गुरको बोट चाहिँ लगभग यो 2 फिटको होला, 2 फिटको बोट हो यो। एकचोटि अङ्गुरको बोट रोपे पछाडि 18 वर्षसम्मको लागि यो बोटले फल दिँदो रहेछ। र यसको जरामा झारहरू गोड्ने, उखुल्ने, औषधि छर्ने, ट्र्याक्टरले नि सबै दबाईहरू छर्ने, यो अङ्गुरलाई छिटो ढुसी नलाग्ने, छिटो बढ्ने, पाक्नेहरू पनि दबाईहरू छर्छ। र यहाँनिर बिचमा मल हालेको हुन्छ र यो बढेर माथि पुगेको हुन्छ। टुप्पा काट्छ, पछि हातले मान्छेले पनि कैँचीले यो टुप्पाहरू काटेर लेबल मिलाउनु पर्छ। तर यहाँ धेरै भएको कारणले चाहिँ यहाँ ट्र्याक्टरले नि टुप्पाहरू काट्छ, जम्मै मेसिन फिट गरेर। र यति धेरै अङ्गुर खेती सिस्टमेटिक तरिकाले, व्यवस्थित तरिकाले अङ्गुर खेती यसरी विदेशमा, रोमानियामा गरिरहेका छन्। हाम्रो देश नेपालमा पनि यो अङ्गुर खेती चाहिँ हुन्छ, गऱ्यो भने हुन्छ। किनभने यसको लागि मौसम चाहिँ गर्मी मौसममै पाक्ने फल्ने हो। जाडो मौसममा यो हिउँहरू सहन्छ यो अङ्गुरको बोटले। र यस्तो छ अङ्गुर खेती, यस्तो छ।